हेलो साथीहरु, गुड मर्निङ सबैजनालाई। इट्स मी सरिता। वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले सानो मिनी भ्लग लिएर आएकी छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला साथीहरु। यो चाहिँ मेरो फर्स्ट टाइम हो मैले मिनी भ्लग बनाएको। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब गरिदिनु होला साथीहरु। फर्स्टमा त म बिहानी उठे साथीहरु, सरसफाई गरे घर अनि फ्रेश भएँ। मैले त्यो चाहिँ भिडियो बनाउन पाएन साथीहरु। अनि मेरो बाबुले चाहिँ हेर्नु न दही खाइरहेछ कि मम्मीले दही जमाउनु भएको थियो मटकामा। यस्तो राम्रो जमेको थियो साथीहरु। मेरो बाबुले चाहिँ थपी दही खायो बिहान बिहान। मेरो बाबुलाई चाहिँ दही रोटी भनेपछि एकदमै मन पर्छ के। उ चाहिँ हेर्नु न कति मजाले खाइरहेछ। अनि साथीहरु मैले चाहिँ खाना पनि बनाएँ। खाना बनाएर हामीले खाना पनि खाइसक्यौं। अनि त्यसपछि चाहिँ आज त शनिबार साथीहरु। शनिबार चाहिँ आज मेरो दिदीको छोरीको स्कुलमा चाहिँ सानो प्रोग्राम थियो गुरुकुल बोर्डिङमा। हामी चाहिँ एकछिन स्कुल गयौं सबैजना। स्कुलमा चाहिँ हामीसँग ज्ञानी नानी भन्ने सानो प्रोग्राम थियो। हामीले यसो हेर्नु न सेल्फी पनि लियौं, थोरै भिडियो पनि क्लिप गर्यौं। यो प्रोग्राममा चाहिँ साथीहरु सबैले आफ्नो आफ्नो प्रेजेन्टेसन दिनुपर्ने थियो। नानीहरुको साथीको पनि पालो आइसकेको थियो अनि उसको पनि पालो आयो। उसले चाहिँ प्रेजेन्टेसन राम्रैसँग दिइरा थियो, एकदमै कन्फिडेन्स भएर। हामी चाहिँ मजाले सुयौं साथीहरु अनि भिडियो पनि गर्दियौं उ बोलेको। नानी चाहिँ एकदमै कन्फिडेन्ट भएर बोलिरहेको थियो अगाडि गएर। अनि सरले चाहिँ उसलाई कन्फिडेन्ट भएर बोलेकोमा एउटा ब्याज चाहिँ लगाइदिनु भएको थियो कि। मैले त्यो चाहिँ भिडियो क्लिप गर्न पाइनँ साथीहरु, किनभने मेरो बाबु छ नि त सानो, बाबु रोइरहेको थियो अनि म चाहिँ बाहिर उसलाई घुमाउन लगाएको थिएँ कि। त्यही भएर मैले क्लिप गर्न पाएन। हामीले चाहिँ सुरुदेखि हेर्यौं के सबै विद्यार्थीहरूले कति राम्रो राम्रो पर्फर्मेन्स गर्नु भएको थियो के। यति सानो उमेरमा पनि अगाडि गएर यतिको बोल्नु पनि त ठुलो कुरा हो नि साथीहरु। मैले चाहिँ सबैको पर्फर्मेन्स हेरेँ, सबैको एकदमै बेस्टमा बेस्ट थियो कि साथीहरु। यति सानो उमेरदेखि नै अगाडि गएर यसरी बोल्न लगाउनु भनेको साच्चै विद्यार्थीहरुमा कन्फिडेन्स बिल्डअप गर्ने हो नि साथीहरु। मलाई चाहिँ यो प्रोग्राम एकदमै मन पर्यो साथीहरु, किनभने विद्यार्थीहरुले सबैले आफ्नो बेस्ट दिनुभएको थियो क्या। एकदमै कन्फिडेन्स भएर अगाडि कति राम्रोसँग बोल्नु भएको थियो। एकदमै राम्रो लाग्यो मलाई यो प्रोग्राम चाहिँ। अनि एकछिनमा चाहिँ नानीको प्रोग्राम सकियो अनि त्यसपछि हल्का फोटो खिच्यौं ग्रुपमा। अनि त्यसपछि चाहिँ हामी बाबुलाई खेलाउनतिर लाग्यौं साथीहरु। बाबुलाई चाहिँ यो चिप्लेटी एकदमै मन परेको थियो के। हेर्नु न उ चाहिँ चढ्ने झर्ने गरेको गरे। हेर्नु न घरि उता जान्छ घरि उता जान्छ। यसलाई चाहिँ एकदमै मन परेको थियो। मजाले घाममा चाहिँ एकछिन खेल्यो बाबु। अनि त्यहाँ चाहिँ धेरै केटाकेटीहरु थिए कि अरु पनि। त्यही भएर उसले चाहिँ अरूलाई देखेर पनि चिप्लेटी हेर्नु न खेलेको थियो यस्तो गर्मीमा पनि। त्यसपछि हामी लाग्यौं घरतर्फ साथीहरु। एकदमै गर्मी थियो कि साथीहरु। अनि त्यही भएर हामीले चिसो फ्रुटी किनेर खायौं। अनि त्यसपछि हल्का भिडियोहरु बनायौं साथीहरु। बाबुसँग मैले भिडियो बनाएँ हल्का हिँडेर। अनि त्यसपछि हामी घर आयौं। घर आइसकेपछि चाहिँ हामीले बिरयानी अर्डर गरेको थियौं। अनि तातो बिरयानी हामीले खायौं साथीहरु मजाले बसेर। एकदमै मिठो थियो बिरयानी चाहिँ। अनि नानीले चाहिँ हेर्नु न ड्रेस पनि चेन्ज नगरेर मजाले खाइरहेको छ कि उसले चाहिँ। हेर्नु न। थ्यांक यू फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो साथीहरु। बाइ बाइ।